में नेपाली लोग अच्छे तो है लेकिन बेवकूफ है। नेपाली लोग अच्छे तो है बेवकूफ है भनेर भन्छन्। मैले किन त्यसो भने भन्दा नेपालीहरू चाहिँ बेकुफ हुन्, किन भन्दाखेरि उनीहरू आफ्नो हितको कुरा गर्दैनन्। तर नेपालीहरू अच्छा हुन्, राम्रा हुन्, किनभने उनीहरू भारतको हाम्रो लागि चाहिँ राम्रो काम गर्छन् है। जस्तो नदीनाला हाम्रो हितमा हुने सन्धि गर्छन् होइन। जस्तो कोशी गण्डक महाकाली त भारतकै हितमा बुझाए होइन। त्यसमा नेपालले कसैले पनि राष्ट्रिय अडान लिएर नेपालको हितमा त काम गरेन नि त होइन। र अहिलेको अब हाम्रो बालेनजीको स्टेटमेन्टले गर्दाखेरि पनि अब के भयो, नेपाललाई क्षति भयो, भारतलाई लाभ भयो। यतिसम्म के थियो, नेपाललाई इन्टरनेसनल जगतमा चाहिँ सानो देशमाथि थिचोमिचो गर्ने होइन, नेपाल भुटान श्रीलङ्का बङ्गलादेशमाथि थिचोमिचो गर्ने, दादागिरी देखाउने, हैकमवादी चित्रण प्रदर्शन गर्ने, विस्तारवादी नीति अवलम्बन गर्ने भनेर जुन रूपमा भारत बदनाम थियो नि, भारतको त्यो बदनामीलाई समेत पखाल्ने काम बालेनजीले गर्नुभयो।